सम्पूर्णलाई नमस्कार। यो चाहिँ सेतो बनमारा हो। हजुरहरूलाई सुगर अथवा क्यान्सर केही घाउ भएर बाहिरी घाउ छ भने यो निको हुँदैन भने हजुरहरूले यसको पात चाहिँ घाउमा लगाउनु भयो भने हजुरहरूले माडेर यसको पातलाई लगाउनु भयो भने 5-6 दिनमा चाहिँ यो सेतो बनमाराले चाहिँ जस्तै निको नहुने घाउ हजुरहरूको विभिन्न रोगको कारणले घाउ बाहिरी घाउ निको हुन समस्या परिरहेछ भने यसले एकदम निको गर्छ। हजुरहरूले यसको पात माडेर लगाउनु होला र आयुर्वेदिक औषधिलाई विश्वास गर्नु होला। म चाहिँ किन आयुर्वेदिक औषधिको भिडियो बनाउँछु भन्दा हजुरहरूलाई आयुर्वेदिक औषधि भनेको कम खर्चमा धेरै काम गर्न सकिन्छ र यसले चाहिँ हजुरहरूको स्वास्थ्यमा कुनै असर गर्दैन। यसको प्रयोग गर्नु होला र धेरैभन्दा धेरै खर्च हुनबाट बचाउनु होला। हजुरहरूको क्यान्सर हुन आँटेको बाहिरी घाउ पनि यसले निको गर्छ। यसलाई प्रयोग गर्नु होला। जानकारीको लागि यो भिडियो सबैले एक एकवटा सेयर गरिदिनु। हस्त नमस्कार, धन्यवाद।